हेलो गाइस, नमस्ते। म अजु विके है। अनि उनी चाहिँ मेरो भान्जी खुसी, मेरो कान्छी दिदीको छोरी। भान्जी ठुलो भइसकिन्। खासमा कुरा के हो भनेपछि गाइस, म चाहिँ आज पनि मैले लङ भिडियो चाहिँ दिन सकेन होइन। ठुलो लङ भ्लग चाहिँ मैले गराउन सकेन। अब त म दिदी घर यता सर्रातिर आएको छु आज, दाङघोडै सर्रा है। तर के भयो भनेपछि लङ भिडियो चाहिँ मैले भ्लग चाहिँ खिच्न पाइनँ गराइनँ भनेर भनौँ न। त्यही नै गाइस, एकैचोटि अब न्यु इयरमै अब अलिकति राम्रो जस्तो मैले अघि पछि गराइरहने भ्लगभन्दा अलिकति एक्स्ट्रा चाहिँ दिउँ भनेर भन्ने विचारकै छ मेरो है। अनि त्यही भएर चाहिँ मैले चाहिँ अहिलेसम्म दिइरहेको छैन, सर्ट चाहिँ अलिअलि चाहिँ दिइरहेको छु। अब त्यही नै हो, सबैजनाले माया गरिदिनु होला अजु भ्लग्सलाई है। अनि आउँदैछ नयाँ वर्ष 2082 सालको चाहिँ सबैलाई पनि शुभकामना पनि व्यक्त गर्न चाहे। यति भन्दै फेरि भेट्नेछौँ गाइस नेक्स्ट भिडियोमा। त्यही दिनसम्मलाई अजु भ्लगलाई हेरेर माया गरिदिनु होला। आउनेछ गाइस, खतरै नै दिनेवाला छु अब योचोटि आउने नेक्स्ट भिडियो चाहिँ। त्यही नै हो। यति भन्दै अहिले चाहिँ यसो एक दुई शब्द केही बोलौँ होइन। फेरि कहाँ छ के छ भन्ने हुन्छ नि त। अलिकति भए पनि 651 सब्सक्राइबर युट्युब फ्यामिलीलाई चाहिँ हृदयदेखि नै धन्यवाद भनेर भन्न चाहिँ। यति भन्दै भेट्नेछौँ गाइस अर्को नेक्स्ट भिडियोमा। त्यही दिनसम्मको लागि अजुलाई हेरेर माया साथ सपोर्ट। अनि यति च्यानललाई कसैले सब्सक्राइब गर्नु भएको छैन भने प्लिज सब्सक्राइब गर्न चाहिँ नबिर्सनु होला है त। यति भन्दै अहिले छुट्टिन्छौँ गाइस। सबजना सेफ रहनु होला र सबैलाई फेरि पनि ह्याप्पी न्यु इयर 2082 भनेर भन्न चाहे है त गाइस। ओके गाइस, सी यू नेक्स्ट टाइम।